आज फर्स्ट टाइम भिडियो बनाउनु बाहिर निस्किँदा स्कुटी र मान्छेको यस्तो हालत होला मैले त सोचेको पनि थिएन यार। सो के भयो हेरौँ है त। सो बिहान बिहान उठेर एक ग्लास पानी खाएर म लागेँ ब्रेकफास्ट खानतिर। ब्रेकफास्टमा चाहिँ एक स्कुप वेसँग ओट्स र पम्किन सिड थियो। ब्रेकफास्ट खाइसकेपछि मैले मल्टिभिटामिन र फिस ओइल पनि खाएँ। अनि ठ्याक्कै आन्टी र भाइ पनि आए। अनि भन्नुहुन्छ कि आज त स्याटरडे हो, यसो गर्मी नि छ, जाऊँ न त खोलातिर। अनि मैले भने हजुर भनेपछि नमान्ने कुरा हुन्छ र भनेर हामीहरू लाग्यौँ खोलातिर। अनि ठ्याक्कै ओह्रालोमा पुग्दा साथ मेरो स्कुटीको ब्यालेन्स बिग्रेर मैले स्कुटी फालिदिएँ भुइँमा। मलाई त खासै चोट लागेन, तर भाइलाई चाहिँ लाग्यो है। अनि भाइले नजिकैको हस्पिटलमा लगेर उसको पट्टी गराएर हामी आयौँ नुहाउने ठाउँतिर। भाइ नै एक्साइटेड थियो स्विमिङ गर्न, तर उसले चाहिँ स्विमिङ गर्न पाएन। म त यता पुगिसकेँ, अब एकछिन भयो नि नुहाएर जान्छु भनेर एकछिन स्विमिङ गरेर यो ठाउँलाई टाटा बाई बाई गरेर यहाँबाट हामी निस्क्यौँ। तर साँच्ची आज मैले कन्टेन्ट बनाएको हो कि कन्टेन्ट बनाउने चक्करमा कन्टेन्टले नै मलाई भेजा बनाएको, मैले त बुझ्नै सकेन यार। सो बाँकी कुरा त्यस्तै हो। तपाईँहरू चाहिँ सन्चै हुनुहुन्छ होला। सो सी यु गाइज इन नेक्स्ट ब्लग।